मेन भयो। हाइड्रोलाई पनि एकचोटि देखाउनु पर्ने जहाँ। सो गाइज आज चाहिँ हाम्रो यो मायाथाननेरि भ्याकु बिग्रिएर यहाँ थन्किएको छ लास्ट अप्ठ्यारोमा होइन। यहाँ चाहिँ हाम्रो भ्याकु बनाउन आएको, यसको ब्याट्री डाउन भयो अरे, अर्को ब्याट्री झिकाएर ल्याएर स्टार्ट गर्न खोज्दैछौँ। ठाउँ चाहिँ डेन्जर छ यो ठाउँ। भ्याकु चाहिँ यस्तो अवस्थामा रहेको छ, ठ्याक्कै खोलामा नै मायाथान यो साइडमा पर्दछ। भनेर अब चाहिँ यो रोड चाहिँ यो पहिरो हुँदै हैन, यता यो डाँडो उतापट्टि चाहिँ रोड छ। यो पहिरोको बिच टुप्पीदेखि लानुपर्ने। यहाँ चाहिँ यस्तो छ। अब भ्याकु बिग्रेर बसिरहेछ हैन, भ्याकु स्टार्ट पनि भएन। कहिले जोडिन्छ रोड? घुम्न जानुपर्ने रोटै रोड, गाह्रो छ। यो चाहिँ 5 तर्फको बाटो है। यो पारि जति देखिरहेको चाहिँ सबै 5 तर। यो माथि ल्याङल्याङ चोक, चोत्रोक, सामाङखुची यो साइड पर्छ, यो सूर्यतिर। यो चाहिँ भ्यासी घर भन्छ। यो पारिदेखि चाहिँ मायाथान हो है। के को कालो लाग्यो यहाँ? यहाँ चाहिँ ठुङ्ग्रोमा डाँडा पुछार। मिसिनमा त्यत्रो ऊर्जा हुँदैन थियो कि, तर एकजना दिगो हेर माथि डाली देखियो नि। भयो स्पेस फुल भनौँ।